हेलो हेलो साथीहरू, यो लाफाको साग हो। तपाईहरुकोतिर के भन्छ यो सागलाई? यो लाफाको साग भन्छ हाम्रोतिर। अनि यसलाई पखालेर मैले आज यसको तरकारी बनाइराखेको छु। काटेर मैले तयार पारिसकेँ। अर्को भाँडामा तेल तताउन राखेँ। अनि थोरै जिरा, लसुन, हरियो खुर्सानी काटेर फुराएँ। अनि त्यसमा मैले अघि काटेर राखेको लाफाको सागलाई हालेर यसलाई मजाले चलाएँ। स्वाद अनुसार नुन पनि हालेर अनि अब यसलाई छोपेर एकछिन पकाउँछु, 2-3 मिनेट। अब यो पाकेर तयार भइसकेको छ साथीहरू। मलाई त साह्रै मिठो लाग्छ यो लाफाको साग। अब म एउटा भाँडामा राख्छु। तपाईहरुले कसरी बनाएर खानुहुन्छ? म अब एउटा डल्ले खुर्सानी पनि राखेको छु। यदि तपाईहरुलाई मेरो भिडियो मन पर्छ भने यस्तै लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला।